हालिदिइसकेँ। एमडी फाइभै क्लासरुममा युज हुन्छ हाल्दै के। पिएचपीमा राखिदिइसके हाल। ए ठिक छ ठिक छ। पिएचपीमा एमडी फाइभै युज हुन्छ कि। ए इन्क्रिप्सनको लागि। इन्क्रिप्सन भनेको जुन अघि मैले तिमीलाई देखाएको थिएँ नि, त्यो हजुर। पिएचपी माइ एडमिन भित्रको अँ। लोकल होस्ट भित्रको कि। ए पिएचपी माइ ए, एडमिनमा ए। चलाउनु पर्छ। यो ल्यापटप त खै के भयो भयो। यहाँ के जुन इडक्स हामी लगइनमा जुन यो पासवर्ड छ नि, यो सबै एमडी अँ। फाइभले इन्क्रिप्ट गराएको छ के। ए, के मलाई पठाउनलाई हो। मेरो त्यही हो कि। के 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 0.00। यी मेरो पनि सेवाको त्यति हो। छ। मेरो पनि त्यति छ। हजुर। मेरो पनि त्यति नै छ, ब्यालेन्स धेरै छैन। या दक्षिणा छ कि। सेसनले स्टोर गर्ने काम गर्छ भनेर भनेको थिएँ नि मैले अघि नै। त्यो भए खै कहाँ के पुग्यो अरे यो। फाइल अपलोड डिलिट क्राउडमा थियौँ हामी, क्रिएट। क्राउडमा थियौँ क्या, क्राउडमा होइन। त्यही हो रुप है। तिमीले त्यो हजुर। ड्रप डाटाबेस भनेर हँ? गरेछौ क्या। खै त्यसले खै फोनै उठाएन क्या। म फोन गर्छु त्यसलाई एकपालि। म फोन गरिहालेँ। म आउँदिनँ माथि, अब म अहिले आउँदिनँ। डाटाबेसमा डिलिट गर्नलाई काम लाग्ने हो कि यो। जुन हाम्रो यो डाटाबेसमा यो जुन छ नि यिनीहरू हजुर। टेबल। कहाँ छौ बाबु तिमी? अनि मेरो खोइ सामानै आएन रे नि, मलाई भन्न त आउँदैछ यार। अलिक छिटो गर्नु पर्यो यार, यस्तै भयो नि। खाना खायो भोलि आउँछ मेरो सामान कि कहिले आउँछ? कहाँ तिमी कहाँ काठमाडौँ आयो अहिले? ए, ल ल ल त्यो मलाई 2 दिनभित्र पठाइदेऊ न जसरी भयो नि। ल। डिलिटको काम भनेको यो हाम्रो जुन छ नि टेबलहरू, त्यो त्यो डिलिट गर्छ है डिलिटले चाहिँ। अनि यो इडक भन्ने छ जुन छ त्यसलाई डिलिट गर्नु पर्यो भने चाहिँ हामीले यो पुरै डाटाबेसै डिलिट गर्नलाई चाहिँ ड्रप भनेर युज गर्छौँ कि। ड्रप भनेर त छ युज भएको छैन होला, यहाँ लेखेको छ जस्तो लागेको छैन मलाई। प्लस टू कहाँ गर्थ्यो अहिँकै। यहाँ डिलिट भन्ने चाहिँ छ तर ड्रप भन्ने चाहिँ छ जस्तो लागेको छैन। अपडेट रिड अनि क्रिएट, यो यति मात्रै छ। यति बुझ्यो ए भने डिलिट त भनेकै ड्रप होइन र? होइन नि। डिलिटले तिम्रो के गर्छ भन्दाखेरि तिम्रो यो भित्रको टेबल मात्रै डिलिट गर्छ नि, यो टेबलहरू जुन छ नि यो मात्रै डिलिट गर्छ नि त। ड्रपले ए तिम्रो पुरै ड- एउटै डाटाबेसै उडाइदिन्छ कि ए डिलिट गरिदिन्छ। ओके ओके ओके, पुरै डिलिटले डाटाबेसै डिलिट भित्रको। हुन्छ। जस्तो म ओके यहाँ ओके। अपरेसन्समा गएँ भने यो ड्रप द डाटाबेस, यसको काम भनेको रिमुभ द डाटाबेस लेखिरहेको छ नि त। ए ओके ओके, सही सही। यो भयो है। अनि अर्को भनेको हाम्रो छ क्रिएट भनिसकेँ मैले। रिड डाटा चाहिँ रिड गर्नलाई काम गर्छ यो। कुन टेबलमा के डाटा लेखेको छ भन्नाले चाहिँ तिम्रो यो टेबलमा एडमिन छ भने चाहिँ यो एडमिनको यो आइडी जुन छ नि इमेल, यो रिड गर्नलाई हेल्प गर्छ क्या रिडले चाहिँ। के रे? यो एडमिनको यो जुन कुन? इमेल छ नि, जस्तो यो इमेल हामीले अहिले साइनअप गर्दाखेरि हाल्छौँ नि, अँ अँ। यो इमेलको ऊ गर्न रिड गर्न चाहिँ हेल्प गर्छ क्या रिडले। ए एकचोटि रिड गराएर ट्राई गर न कसरी हुन्छ। ल यसको कमान्ड के लेखेको छ, स्क्योर सेलेक्ट फ्रम। यसको यहीँबाट माग्ने गर्ने त अनि अब के काम भयो र। यस्तो छ ताल।
च्याट जिपिटीको। कमरे। त्यो डाटाबेसको नाम हो कि? डाटाबेसको नाम हो यो। माथि हेर न यहाँ, इकम भनेको तिम्रो डाटाबेसको नाम भनेर यसले त्यो लेखेको छ है। ए अनि ए तिम्रो सेलेक्ट स्टार्ट फ्रम डक्टर भनेको तिम्रो माथिको जुन यो हुन्छ नि, यो अ, सबै काटौँ हेऱ्यो। यो पनि काटौँ, यसलाई नि काटौँ, यसलाई नि काटौँ, अनि काटौँ। जस्तो तिम्रो यो भयो नि, यो सिलेक्ट गर्नलाई हो नि त, यो त सिलेक्ट स्टार्ट फ्रम एपोइन्टमेन्ट भन्यो भने यहाँ यो फाइल चुज हुन्छ नि त। बुझिरहेछौ? सेलेक्ट स्टार्ट फ्रम एडमिन भन्यो भने यो चुज हुन्छ होइन। हजुर। सुरुमा सेलेक्ट गर्नलाई यो मेन यो भनेको हाम्रो डाटाबेस भयो, यो फोल्डर चुज गर्नु डाटाबेस पर्यो। भयो त्यो। हो, यो डाटाबेस चुज गरेपछि हामीले सेलेक्ट स्टार्ट फ्रम टेबल नेम भनेको एडमिन हुन्छ, अनि यो एडमिन भित्रको चाहिँ के छ भनेर सेलेक्ट गर्छ कि बल्ल। यहाँ स्टार्ट फ्रम एडमिन होइन, यो लेखिरहेको छ, दिस विल फेच अल द रेकर्ड फ्रम डक्टर टेबल इन इकम डाटाबेस भनेर लेखिरहेको छ त। अनि पेसेन्टकोले त्यही काम गर्छ, दिस विल फेच अल द रेकर्ड फ्रम द पेसेन्ट टेबल इन द इकम डाटाबेस। रिड गर्ने काम चाहिँ यसरी गर्छ कि पेसेन्टमा भएको डाटा जुन छ त्यो रिड गर्ने मात्रै काम गर्छ कि यसले। बुझिरहेको छु कुरा? त्यो। कोही दिन सक्यो कि एउटै छ कि। हजुर, पर्सि आउँछ रे बुलिया बल्ल, अब अहिले पठाइन्छ त पर्सि आउँछ भन्दैछ। अब मलाई के थाहा भयो त नि, अब म अहिले भर्खर सम्झाएर हुन्छ त, अनि बिहानै भन्नुपर्छ नि। अब त्यो त अब ऊ भयो कि तिहार भएर बिर्सेँ कि मैले, हिँड्न त अस्ति भनेको, अस्ति नै पठाइदिन्थेँ के अरे, तिहार भयो त्यो बिचमा। जानु नै हो, म यहाँ एकछिन बिजी छु। जानु नि त्यहीँ माथिबाट फुत्त दिपक अङ्कललाई भन्यो, त्यहीँबाट पठाइदिन्छन्। ए, एकछिन लाग्छ मलाई त्यसो भए, 9 बज्छ भन्नु। बुझिरहेको छु कुरा। उम्, यो तिमीले अहिले यो पढिराख्नु पर्दैन, किन यो जोइन हो है। जोइन भनेको तिमीले दुईवटा टेबल जोइन गर्ने काम गरे हो कि, सेलेक्ट स्टार पेसेन्ट नेम र डक्टर नेम जोइन गरिरहेको छ हेरे चाहिँ। उम्, उम्, उम्। को छ हो यहाँ, कोही बोल्दैनन्। हजुर। साउन्ड आएन र? साउन्ड अब भर्खर आयो। ए, अघि खै बोलेको हो के रे? यो जोइन भन्ने छ नि, जोइनले चाहिँ तिमीले दुईवटा उम्, टेबल जोइन गराउँछ। जस्तो यो एउटा एडमिन छ अनि एउटा एपोइन्टमेन्ट भन्ने दुईवटा टेबल भयो नि, यो दुईवटा टेबललाई चाहिँ अँ, जोइन गराउने काम गर्छ नि, एउटै ठाउँमा आएर फिल्डमा लेखिदिन्छ क्या जोइनले चाहिँ। ए जोइन जोइन डक्टर गरेपछि अलि मेस हुँदैन र? मेस हुँदैन नि, हामीले मेस गर्न यस्तो हुन्छ, यस जोइन गर्दाखेरि जस्तो यहाँ अहिले ए पासवर्ड इमेल भनेर देखाइरहेछ नि, उम्, अरू अरू क्याटेगोरी थप्दै गइन्छ नि त हामीले। होइन कि मैले भन्नु खोजेको जस्तै दुईटा टेबल जोइन गरियो होइन? हुँदैन न, त्यसको लागि चाहिँ हाम्रो ऊ हुन्छ यसमा, डाटाबेसमा एउटा दुईवटा टेबल जोइन गर्दाखेरि हामीले समथिङ के युज गर्छौँ भन्दाखेरि डिसेन्ट्रलाइजेसन हो कि के समथिङ के हुन्छ क्या। होइन कि मैले भनेको सुन न, जस्तै दुईटा टेबललाई जोइन गर्यो अनि एउटामा राख्यौँ होइन? उम्, अब एउटा टेबलमा त एउटा न एउटा त प्राइमेरी की त हुन्छ नि त फेरि है? हुन्छ। अनि फेरि दुईटा टेबललाई चाहिँ एउटामा मर्ज गर्दाखेरि चाहिँ फेरि के हुन्छ त प्राइमेरी त्यो? हुँदैन हुँदैन, यस्तो हुन्छ कि के हुन्छ भन्दाखेरि तिम्रो जुन यो भइदियो नि, एउटा डाटा एउटा नामबाट बनिदिन्छ नि, अर्को डाटा अर्को नाममा रेडोडेन्सी भइदिन्छ के, डुप्लिकेट भइदिन्छ। अनि त्यो हिसाबले चाहिँ चल्छ कि यसमा डुप्लिकेट। जोइनमा चाहिँ। यो ल्यापटपमा छैन, न एसक्युएल सर्भर छैन, न त म त्यसमा देखाइदिने। यसले ध्यान रिडन्डेन्सी दिँदैन कि। भइदिन्छ भन्नाले? यस्तो तिम्रो रिडन्डेन्सी भनेको चाहिँ रिपिट हुन्छ नि, रिपिट भएपछि डाटाहरू जुन हुन्छ नि, यो डाटा अँ, जस्तो यहाँ 123 एडमिन डट कम छ है। अब अँ, मैले यही पासवर्ड राखेर अर्को इमेल राख्दाखेरि यो पासवर्ड जुन अँ, हुन्छ यो चाहिँ एउटै हुन्छ है, तर यो इमेल चाहिँ फरक भइदिन्छ के। उम्,
बुझ्यो कुरा। तर त्यस्तो रिडन्डेन्ट भएको बेलामा, रिडन्डेन्ट डाटा भएको बेलामा त त्यसलाई नर्मलाइज गरेर उस गर्ने होला नि, सेपरेट बनाउने होला नि झन्, होइन र? नर्मलाइजेसन मैले अघि बिर्सेछु, त्यही नर्मलाइजेसनकै कुरा आउँछ नि त, जोइनमा यही आउने हो, नर्मलाइजेसन कुरा आउँछ। अ, अ। यो पढ्न छोडेपछि यस्तै हुन्छ हेर। खै त्यही डाटाबेसमा पढे जस्तो लाग्थ्यो कि त्यो त्यही डुप्लिकेट त के अरे। नर्मलाइजेसन हुन्छ होइन। अँ, अनि अँ, अँ। नर्मलाइजेसनको के हुन्छ, एउटै डाटा हुन्छ अनि तिम्रो डिफ्रेन्ट कोलममा गएर बसेको हुन्छ नि त। साँच्ची सुन न, एक्सटर्नलले उम्, नर्मलाइज गर त भन्दैन। भन्दैन कहाँ, अब त्यो अरू सोध्ने टाइमै हुँदैन नि एक्सटर्नललाई। आउँछ हामीले ए ओके प्रोजेक्ट सब्मिट ओके। गर्ने देखाउने हो, तर त्यही यताउता त कि गर भन्ने हो नर्मलाइज कि। गरेर देखाऊ भन्यो भने त अलिक कम्प्लेक्सै भयो नि त्यसरी है। होइन त्यो नर्मलाइज गर्न देखाउन त तिमीलाई एसक्युएल म्यानेजमेन्ट सर्भर भन्ने एप्लिकेसनै चाहियो नि। तिम्रो प्रोजेक्ट अँ, भनेको यो भिजुअल स्टुडियो कोडको यो जुन प्रोजेक्ट छ नि, यो उम्, उम्, प्रोजेक्ट तिम्रो रन अँ, भएर देखाउने काम हो। अब त्यो डाटाबेसको काम कहाँ हो त नि त्यहाँ। डाटाबेसमा कनेक्सन भएको छ, हाम्रो डाटा यहाँ गएर स्टोर हुन्छ, यहाँबाट उम्। रिट्राइभ भएको छ भन्ने मात्रै हो, अरू केही गर्नु ए पर्दैन। ओके ओके ओके, त्यो त यो डाटाबेसकै गर त्यो काम गर हो। भन्दैन क्या। त्यस्तो केही पनि सोध्दैन। यो फिल्टर भनेको त मैले नि पढाएको छैन अहिलेसम्म है, फर्स्ट टाइम उम्, सुने मैले फिल्टर भनेर। फिल्टर गर्ने होला नि क्वेरी डाटाहरूलाई। यस्तै छन्। अब अर्को के यसमा के छ रिड पछि, अपडेट, डाटा अपडेट गर्ने। जस्तो अपडेट गर्दाखेरि हाम्रो अहिले यहाँ डक्टर छ भने यसको नाम चेन्ज गरेर हामीले डक्टर 1 राख्न मिल्छ क्या, एसक्युएल सर्भर युज गरेर। यसमा केही चेन्ज अपडेट नगर गर्ने, होला, अपडेट गर्ने। गरिहालौँ न त्यसो, हेरौँ त। यसमा गर्दाखेरि के हुन्छ, तिम्रो यो अहिले जुन यो चलिरहेछ नि, अँ, यसको तिम्रो के भइदिएला भन्दाखेरि अहिले उताको फाइलसित म्याच भइदिएर ए मर्ज भइदियो भने केही भयो, चल्दैन कि। सही हो सही हो, उताकोसँग फेरि त्यो भए बिग्रियो नि भएर त होइन। त्यता नबिगारौँ, बुझौँ मात्रै भनेर हो कि। त्यही त, ठिक छ ठिक छ, कोड अपडेट गर्नु पर्यो फेरि है, त्यसको कोड झन्झट। अपडेट गरिराख्नुपर्छ। अनि त्यो भए भएर यता आफ्नो अब यसमा चाहिँ केही पनि चेन्ज नगरौँ भनेर। र ए यसमा ल ट्राई ठिक गरौँ छ है, ठिक छ। यसमा चाहिँ ट्राई गरौँ हुन्- न बरु। हुन्छ हुन्छ। यो डाटाबेसमा अपडेटको क्वेरी ल्याऊँ है। यो क्वेरी लेख्ने नि अल्छी लाग्छ मलाई त, के हो खै। क्वेरी रिपोर्ट, रिपोर्ट, यस, ए उल्टो हालिदिएँ मैले। वर्डमा एसक्युएल रिनेम भनेर आयो यो। रिनेम टेबल। एनएमएस रिपोर्ट, टु रिपोर्ट एनएमएस भनेर देखाइरहेछ है। त यसमा सपोर्टै गर्दैन जस्तो लाग्छ मलाई। गर्न चाहिँ स्ट्रक्चरमा गएँ, एसक्युएलमा गएँ, सेलेक्ट स्टार्ट फ्रम भन्ने देखाएर यसमा गर्न चाहिँ पर्ने हो के अरे, गर्ला नि, ए, गरेन है, कत्तेरिका इरर फाल्यो। यो अर्को इरर फाइल रहेछ, टेबल लगइन रुक न, त्यहाँ गर्नु। रिनेम टेबल भन्ने हो, अनि त्यो टेबलमा त्यही टेबलको नाम राखिदेऊ न बरु। रुक है त, रिनेम नि कहाँ टेबल, टेबलको एउटा, टेबल मिल्दैन नि। ए रुक है, एनएमएस रिपोर्ट ए त्यो भनेको छ यसो नि गर त, न। ए ओके ओके, छोड। मिल्दैन नि। भएन है। रिनेम डाटाबेस टेबल, टेबलै त हो नि यो पनि, यो भनेको डाटाबेस भयो, यो भनेको त्यो टेबल भयो। क्वेरी नै रहेछ क्या, रिनेम क्वेरी चाहिँ टेबल। सपोर्ट नगर्ने हो कि यसमा। काम लाग्दो रहेन त्यसो भए त यो। अब यो चेन्ज गर भने कसरी गर्ने त हामीले? यो चाहिँ यो डाटाबेस केही चलाउनै लाउँदैन कि, त्यही भएर तिम्रो यस्तो हुन्छ, डाटाबेस चलायो भने हाम्रो यो सबै यताउता भइदिन्छ भनिदिने हो नि त, तिमीले गफ जोतिदिने हो नि। अनि यहाँ तिम्रो एडमिन तर चलाएर एडमिनको यो चेन्ज गर भन्यो भने त तिमीले यताबाट स्टोर गरेको जे जे स्टोर गरेको अब छ त्यो त केही पनि तर स्टोरै त्यो हुँदैन। के सुन न, क्रुड हुन पर्यो भन्छ त्यसले। अब क्रड त्यो भनेको तिम्रो पनि के हो, तिमीले क्रुडकै अझै बुझाएर पार्टमा हुन्छ पर्यो कि। नि त। तिम्रो क्रड भनेको जुन छ के? नि, यो रुक ल, के हो क्रड अँ, भन्दाखेरि तिम्रो यो तिमीले कनेक्सन गर्यो है, पिएचपीको यो अँ, सर्भरसित कनेक्सन गर्यो। कनेक्सन केसित भएको छ, अँ, कनेक्सन योसित भएको छ, पिएचपीमा एडमिनसित है। अँ, अँ, अनि तिम्रो यहाँबाट तिमीले एउटा यो लेखेको छ, सेलेक्ट स्टार्ट फ्रम पेसेन्ट वेयर इमेल भने एन्ड पासवर्ड भनेर लेखेको छ नि जुन यो क्वेरी, यो भनेको तिम्रो उम्, पेसेन्ट, यहाँभित्र पेसेन्ट भन्ने छ है। पेसेन्टमा के छ भन्दाखेरि यहाँ इमेल भन्ने छ है, इमेल र यो पी पासवर्ड यो छ नि, योसित उम्, चाहिँ तिम्रो क्रड उम्, अपरेसन हुनु पर्यो भने हो कि। यो दुइटा म्याच भयो भने लगइन हुने हो, नभए यो यस्तो तिम्रो यो केही गरी यो म्याचै भइदिएन भने तिम्रो क्रड अपरेसन हुँदैन कि।
बुझ्यो कुरा। जस्तो यति तिम्रो अब हो। यहाँ तिमीले इमेलको ठाउँमा इएमआइएल यस राख्यौ भने तिम्रो यता यो जुन छ नि यहाँ आएर अपडेट हुँदैन, डाटा केही पनि अपडेट हुँदैन यसमा। अनि यो अपडेट उम्, गराउनलाई हामीले चाहिँ गर्नुपर्छ भनेको यो एक्ज्याक्ट जे छ त्यही हुनु पर्यो कि यो यति क्वेरी उम्, लेखेपछि तिम्रो डाटा हुन्छ त्यहाँ अपडेट हुन्छ। अपडेट भनेको त्यो क्रड भनेको यही हो कि अरू केही ए होइन त्यही क्रड हो। यही हो क्रड भने अरू केही होइन यति हो। तिम्रो यहाँ लेखेको डाटा जुन छ यो डाटालाई हामीले यो उम्, भाँडोमा लगेर हाल्ने मात्रै काम हो कि क्रड भनेको। यति यो उम्, भाँडो जुन छ नि पेसेन्ट भन्ने भाँडो छ नि पेसेन्टको अँ, फाइल यो यो जुन छ यो फाइलभित्र योमा जस्तो यहाँ तिम्रो सेलेक्ट स्टार्ट फ्रम पेसेन्ट भने तिम्रो नाम भएको भए तिम्रो नाम उम्, यो भयो यहाँ भयो है। तिम्रो उम्, इमेल चाहिँ यो पी इमेलमा तिम्रो इमेल भइदियो भने पासवर्ड यहाँ भइदियो भने तिम्रो डाटा चाहिँ इमेल यहाँ आओस् अनि पासवर्ड यहाँ आओस् र नाम यहाँ आओस् भन्ने मात्रै हो कि क्रड भनेको। उम्, उम्, उम्। ए त्यही त ल ठिक छ त्यसो भए त त्यही केही यति गर्नै हो कि पर्दो रहेन है चलाउनै पर्दो रहेन ह त्यसलाई। यो अर्काको प्रोजेक्ट उनीहरूले हो। यो डाटाबेस युज होस् भनेको होला कि यो वाला। यो डाटाबेससित यही चाहिँ तिम्रो कनेक्ट हुनु प्रोजेक्ट कनेक्ट भएर डाटा स्टोर हुनु पर्यो डाटाबेसमा भने हो। क्रड भने त्यति मात्रै हो कि ए अरू केही पनि होइन। त्यो त्यस्तो कम्प्लेक्स डिलिट भएर लेखे नि नबुझाउ। त्यहाँ डिलिट इडिट लेखे नि साइडमा। यो डिलिट एडिट गरिदियो भने तिम्रो के भइदिन्छ यो एडिट गर भनिदिन्छ है। ए नामहरू एडिट गर्न पाइयो भन्नाले होइन। क्वेरी लेख्न परेन त्यहीबाट भयो। क्वेरी लेख्न परेन तर तिमीले अहिले ए त डाइरेक्ट हामीले यहाँ के अरे सिधै तिमीले एडिट गर्न यस्तो गर्न पाउँछ। मिल्छ ल हेर है। तिमीले यहाँ गएर त्यही रहेछ। डाटाबेसको नाम 111 भनेर हाल्यौ है। अँ, तिमीलाई क्वेरी कहिले कहिले एक्सटर्नलले क्वेरी लेख भनिदिन्छ के क्वेरी लेख्न अँ, पऱ्यो भने एसक्युएलमा यहाँ गएर लेख भनिदिन्छ होइन। अब मलाई अँ, लेख्नु छैन भने पनि म टेबलको नाम यहाँ भएर चाहिँ लेख्छु एबिए भनेर लेखेँ भने यहीँ आयो नि त टेबल नेम यहीँ आयो ठिक छ। अब यहाँ तिमीले उम्, के गर्ने अब यहाँ के राख्ने भने यहाँ सपोज तिमीले राख्यौ तिम्रो नामै राख्यो भने नेम नेम के हुन्छ क्या उम्, भ्यारकार भनेर हुन्छ कतिवटा झर्क्याएर। लेन्थ 15वटा लेन्थ दिएँ मैले। अनि आइडी भनेर दिएँ आइडी भनेको इन्टिजरै हुन्छ है। होइन प्राइमेरी होला नि आइडी त। होइन आइडी इन्टिजरै ए हुन्छ अँ इन्टिजर 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 हुन्छ। हो। अनि यहाँ तिम्रो टाइप अटो इन्क्रिमेन्ट गर्ने कि प्राइमेरी गर्ने भने यो अटो इन्क्रिमेन्ट यहाँ छ यी अटो प्राइमेरीमा आइदिने इन्क्रिमेन्ट आफै गरिदिएपछि आफै प्राइमेरी हुँदो रहेछ होइन होइन बुझिरहेको छु नि कुरा। अब उम्, तिम्रो आइडी अनि रोल नम्बर रोल नम्बर नराखिकन हामीले के राख्न सक्यो भन्दाखेरि ब्याङ्क नेम भनेर राख्न पाइयो। तिमीले जब बनाउँछौ नि कुनै पनि उम्, यो डाटा बनाउँदा यो दुईवटा नाम हुने भइदियो भने एउटा मात्रै राख्नुपर्छ है। अन्डरस्कोर। अँ अन्डर स्कोर नसक्ने डिस्टर्ब गर्ने मात्रै काम भयो आज त। 150मा के आउँछ र। ए, तिम्रो पेनर एकाउन्ट पनि छ। पेनर पेपल सबै छ उता युएसएको ब्याङ्क एकाउन्ट सबै छ। ए, के लिङ्क गरे हौ त्यही मास्टर कार्ड लिङ्क गरे हौ यसमा। मास्टर कार्डै छ मास्टर कार्ड ए, छ ब्याङ्क लिङ्क गरेको छु यही होला जस्तो लाग्छ मलाई। ए, तिमीले मसित कतिमा पेनर किनेको कतिमा मगाएको युएसएबाट। मेरो आफ्नै हो मगाउनै पर्दैन आफै बनाउँछु मैले। उम्, सबै यहाँ हेर न सबै एकाउन्ट मेरै त हो नि सबैको युज गरेको छु मैले घरमा फ्यामिलीदेखि लिएर केटाहरू सबैको। मैले नि पेपाल एक्टिभेट गर्न खोजेको थिएँ। काम छैन फेरि नेपालमा चल्दैन। के स्ट्राइप चल्छ क्या न नेपालमा। स्ट्राइप पनि चल्दैन स्ट्राइप पनि छ मसित के चाहिँ चल्छ त राम्रोसँग केही अनि। चल्दैन। अनि तिम्रो त चलिरहेको त। यो अर्कै हो कि यो बनाउनलाई तिमीलाई पासपोर्ट चाहिन्छ कि नेपालको ए, पासपोर्ट हुनु पर्यो। त्यो भएपछि मात्रै चल्छ नत्र चल्दैन कि।
अस्मिता हरायो कि यहीँ छु? यही छु। तिमीलाई किन के चाहिएको त्यसमा? गरिरहेको? किन चाहियो यस्तो पाएनरहरू चाहिँ? निरु, फ्रिल्यान्सिङ गरियो भने काम लाग्छ नि त। सम्झ न त्यो बेला त म मेरो ब्याङ्कै दिउँला नि फ्रिलेन्सिङ गर्यो भने। फ्रिलेन्सिङ गर्दाखेरि तिमीले नेपालकै ब्याङ्कमा पैसा आउँछ, यो खोजिराख्नै पर्दैन। होइन कि कुनै कुनै कन्डिसनमा जस्तै अब केही किन्नु पर्यो होइन, त्यस्तो किन्ने बेला इन्टरनेसनल नि सम्झ प्रोडक्टहरू। मलाई, सबै छ मसित। अब कहाँ पुगेको थिएँ म साँच्ची, फोन आएर जो गरे यहाँ भयो है। तिम्रो यो चाहिँ तिम्रो जस्तो जो हुन्छ नि नामहरू, कुनै कुनै चाहिँ तिम्रो यसै राख्न मिल्दैन कि, जस्तो कन्ट्री भनेर नेपाल राख्न मिल्दैन कि। यो राख्दाखेरि चाहिँ कसैले सपोर्ट गर्दैन है। यो भनेको ब्याड प्र्याक्टिस भनेर मानिन्छ कि, अनि त्यो भएर अन्डर स्कोप राख्छन् कि। अन्डर ए स्कोप ए, राखेर चाहिँ अनि यो भनेको तिम्रो, तिमीले पढ्नुपर्छ यसमा के पढ्नुपर्छ भन्दाखेरि, नोट लेखेको थिएँ आफै बिर्सिसक्यो। अनि क्यामेल केस, स्नेल केस, के छ क्यामेल केस, स्नेल, स्नेक केस हो यस्तो पढ्नुपर्छ के। पास्कल केस र केबाब केस भन्ने हुन्छ क्या। यो चाहिँ थाहा हुनुपर्छ, यो तिमीलाई यो सोध्न सक्छ। म यो लिङ्क हालिदिइरहेको छु होइन, यो चाहिँ सोध्न सक्छ। स्नेक केसको काम के हो अनि यसको काम के हो भनेर सोध्न सक्छ कि, यसमा देखाएको छ कि यो स्नेक। तिमीले जसरी डिफाइन गर्यौ नि त्यहाँ, त्यो कुन केस हो? क्यामल केस? त्यो भनेको क्यामेल केस हो जस्तो ऊ हो कि, मैले गरेको त मैले धेरै जस्तो त क्यामेल केसै युज गरेर हुन्छु। त्यो क्यामेल अन्डरस्कोर युज केसमा फेरि गरेर? सुरुमा फर्स्ट यस्तो क्यामेलको सेपमा जान्छ क्या, कुनै माथि तल हुँदै जान्छ। यो मैले अन्डर स्कोप अँ, गर्दा यसमा यु गरे जस्तो लाग्यो, क्यामेल केस गर्दा यो हुन्छ। मैले स्नेक केस युज गरे जस्तो लागिरहेछ कि। त्यही स्नेक केसै अलि सजिलो हुन्छ कि, अलिक क्लियर हुन्छ नि त। तर तिमीले स्नेक केस एक्सटर्नलले होइन। कुन केसमा कतिवटा केस छ भनेर सोध्न सक्छ, यो हो जस्तो भयो नि। अरू बेला मैले अँ, अब लास्ट टाइम प्रोजेक्ट गर्दा मैले उसमा क्यामेल केसमा गरे जस्तो लाग्छ कि, क्या यो फ्रन्ट चाहिँ स्मल हुन्छ अरू सबै क्यापिटल हुन्छ। आफूले जस्तो सजिलो लाग्छ त्यस्तै गर्ने हो होइन, गर्न चाहिँ। त्यसै राखेर तिम्रो ब्याङ्क नेममा भनेको भारकार भइदिइहाल्यो, भारकार मैले सपोज यहाँ राखेँ भने तिम्रो 100, अनि कन्ट्री भनेको तिम्रो भारकार हुन्छ, कन्ट्री पनि 50 नै राख्यो भने तिम्रो डाटाबेस यसरी आफै बन्छ कि, बुझिरहेछौ? यो त बन्यो होइन डाटाबेस यो कलमहरू। अब भयो यहाँ तिम्रो, यो भित्र टेबल डाटा भयो होइन। इन्सर्ट, त्यहाँ भित्र डाटा इन्सर्ट गर्नु पर्यो भने अनि यहाँ इन्सर्ट भनेर छ नि, इन्सर्ट। इन्सर्ट के गर्ने भनेर आयो नि त यी, तिम्रो नाम यहाँ हाल्ने, 15वटा मात्र क्यारेक्टर अट्छ। आइडी भनेको इन्टिजरमा जान्छ भनेर यहाँ आइसक्यो। ब्याङ्क नेम भनेको भर्खर 100वटा अट्छ। अनि कन्ट्री भनेको नेपाल, मैले नेपाल भने यतिखेर आइदिएँ होइन। भर्खर 50वटा अट्छ भने यहीँ आयो। जस्तो मैले यहाँ अहिले बिके राखेँ है, आइडी 1, अनि ब्याङ्क नेम 111 राखेँ, अनि कन्ट्री नेपाल भने एनएनएन मात्र राखिदिएँ भने यहाँ तिम्रो यो गऱ्यो यता सेभ भइदियो नि, आफै क्वेरी आएन त। यो यस्तो हुन्छ कि यहाँ यस्तो क्वेरी त्यही त आइदिन्छ नि होइन। क्वेरी जेनेरेट भयो। क्वेरी जेनेरेट भयो, यस्तो क्वेरी जेनेरेट हुन्छ है। अनि हामीले लेखेको अर्को क्वेरी हो कि, अर्को क्वेरी भनेको माइक्रोसफ्ट उसमा मात्रै चल्छ, यसमा यो क्वेरी चल्ने भएर मिल्दैन कि। त्यही भएर अघिदेखि इरर फाले यही भएर हो कि। मैले अघि जुन क्वेरी यो लेखेँ नि यो वाला, यो भिजुअल हजुर स्टुडियोवाला, यो वाला हजुर क्वेरी लेखेँ नि यो, इन्सर्ट इन्टु यो हजुर। टेबल नेम भन्नेवाला, यो भनेको एसक्युएल सर्भर म्यानेजमेन्ट भन्नेमा मात्रै चल्छ कि। अनि यसमा चल्ने भने यो इन्सर्ट इन्टु वाला चल्छ, अनि मिल्दै मिल्दैन नि। अब तिमीले जुन ए भ्यालु ओके। भ्यालु इन्सर्ट गरेछौ नि, यो चाहिँ यस्तो यही भएर त गाह्रो छ नि यसमा। त्यही भएर डाटाबेस मैले भनेपछि अर्को ल्यापटपमा चाहिँ मेरो उ नै छ, माइक्रोसफ्टको नै युज एसक्युएल सर्भरै चलाइरहेको छु नि त। प्रोजेक्ट गर्दा डाइरेक्ट एसक्युएल सर्भरमा कनेक्ट गरेर गरिरहेको छ, अनि त्यही भएर यसरी लेखा मैले कोड लेख्दाखेरि, अनि अब यो यसरी आइदिइरहेछ। अनि यो भनेको च्याट जिपिटी, यो भनेको यसरी आइरहेछ कि, यो हिसाबले गर्दाखेरि बिग्रियो क्या यहाँ। त्यही भएर सपोर्ट गर्दैन भनेको मैले तिमीलाई, यहाँ लेखिदिएर हुन्छु। त्यसमा हामी चाहिँ त्योबाट जानु पर्यो जुनले चाहिँ सपोर्ट गर्छ कि अँ, कसो? त्यही हो। अब तिमीलाई होइन म यही माथिको वेमा जान्छु भन्छौ भने चाहिँ तिमीले डाटाबेस भनेको एसक्युएल सर्भर युज गर्नु पर्यो। होइन भने अर्को छ डाटाबेस, अर्को भयो कुन, यतैको क्वेरी ठिक छ।
यो यस्तो भयो है, यो म यहाँ ल्याएर राखिदिएछु, यो त पछि हेर्दा भइहाल्यो। तिमीले ल इन्सर्ट गरेको डाटाभरि यहाँ आउँछ कि स्ट्रक्चरभित्र, ब्राउजभित्र देखाउँछ कि बिके 1 1111 एनएनएनएन अनि यहाँ आइदियो यहीँमा नि त यो। ब्राउजमा गएर बस्यो हा। अब यो डाटाबेसको टेबलभित्र गएर बस्थ्यो कि। ए, हजुर। तिमीले क्वेरी चाहिँ बुझ्नुपर्छ कि मेन कुरा। तिमीलाई यहाँबाट गर्दा उम्, सजिलो हुने भयो है। क्वेरी लेख्दाखेरि अँ, तिम्रो किनकि अब तिम्रो धेरै प्रोजेक्टमा गर्दाखेरि त अब 10 मिनट बाँकी छ भन्छ। तिम्रो धेरै प्रोजेक्टमा गर्दाखेरि त तिमीले अब यसरी बनाइराख्न त गाह्रो हुन्छ नि त उम्, होइन। त्यो भए भएर चाहिँ तिमीलाई त्यो चाहिन्छ कि क्वेरी भयो भने तिमीले एकैचोटि यहाँ आएर एसक्युएल लेखेर यहीँबाट क्वेरी लेख्न साथ सबै बनिदिन्छ नि एकैचोटि। अँ, अँ, अब स्ट्रक्चरमा एउटा एउटा बनाउँदै जानु पर्यो भने त अब तिमीले यहाँ स्ट्रक्चरमा इन्सर्ट गर्नु पर्यो भने यहाँबाट आयो है। यहाँबाट गएर अब यहाँ थप्छु भन्यो भनेदेखि अब केमा थप्छस्, केबाट थप्ने, आफ्टर कन्ट्री नेपाल भन्यो भने यहाँ आएर अब के थप्ने भनेर यसरी भर्दै जानुपर्छ नि त। तिमीले एउटै अँ। क्वेरीले गर्दा सबै भरिन्छ अनि यो एउटा एउटा भर्दै जानुपर्छ कि, त्यही भएर यो युज गरिँदैन कि। त्यही भएर यो क्वेरी चाहिँ युज गर्दाखेरि गर्नुपर्छ। यसरी चाहिँ यो यहीँबाट बनाइँदैन भनेको, उम्, बुझ्यौ। त्यो क्वेरीहरू जान्नु पर्यो जुन चाहिँ यो पिएचपी माई एडमिनमा सपोर्ट गर्छ। अब यहाँ हेर, अब इरर किन यो फाले थाहा छ। तिम्रो लेन्थ भनेको 1 भने इन्टिजर नेम भनेको छ नि त मैले होइन। उम्, नेम अघि नै युज भइसक्यो भनिरहेको छ कि। निममा। नेम अघि नै युज भइसक्यो भनिरहेको छ कि। अल्टर टेबल एए टु नेम इन्ट नट अलाउड भनिरहेको छ नि त। जस्तो अब यहाँ गएँ म भारकारमा गएँ भने पनि तिम्रो उसमा एआई इन्ट्री यसमा अब प्राइमेरी गर्न दिँदैन। प्राइमेरी पहिल्यै भइसकेको छ कि। इन्करेक्ट कोलम कोलम नेम मिलेन पनि भन्यो अनि तिम्रो इन्क्रिमेन्ट हुँदैन भनिरहेको छ कि। किनकि अघि नै हामीले प्राइमेरी किलाई इन्क्रिमेन्ट गरिसकेको छ नि त। आइडीमा इन्क्रिमेन्ट भइसक्यो प्राइमेरी की होइन। अब यो आइडीमा गएर यो बस्दैन के, बुझिरहेको छु कुरा। जस्तो यहाँ मैले सेभ गरेँ यो इरर आयो है। मैले लोकल होस्ट गरेँ, यहाँ गएर मैले पिएचपीमा एडमिनमा गएँ अनि तिम्रो भनेको मैले 1111 भित्र ए भन्ने छ नि त। यसमा आइडी भने 1 आइदियो नि त यो भनेको प्राइमेरीमा छ कि हाम्रो 1 2 3 हुँदै जाने हो नि त। स्ट्रक्चरमा हेर्छु भने आइडीमा प्राइमेरी अटो इन्क्रिमेन्ट प्राइमेरी युज भएको छ नि त। बुझ्यो कि बुझेन। यो भनेको प्राइमेरी हो नि त, यहाँ हेर है यसमा दिन्छ दिँदैन भन्दाखेरि दिन्छ होला। ए प्राइमेरी युज भएको छ नि त। अनि एउटा डाटाबेसमा युज हुने भने एउटा प्राइमेरी मात्रै युज हुन्छ है। त्यो भए भएर तिम्रो यो त्यो डाटाबेस बनेन भनेर इरर फाले हो कि। नेम पहिल्यै छ, आइडीमा प्राइमेरी युज भइरहेछ है, बुझ्यौ। यो मान्छे हराइन क्या फेरि। त्यत्तिरिका बोलिरहेको छु म्युट रहेछ। हजुर बुझेँ। त्यही त, त्यही भएर हो, नाम पहिल्यै छ माथि, नाम पनि म्याच भएन, आइडी पनि प्राइमेरी की पहिल्यैदेखि छ है। त्यो भए भएर नमिलेको है यो। ए, ए, ए। अब तिमीले के गर्न सक्छौ भन्दाखेरि प्राइमेरीलाई युनिक भनेर बनाउन सकिन्छ। युनिकमा गएर नाम के दिने भनेर आयो 1 1 1 दिएँ मैले है। अब तिम्रो यो नाम भनेर त नेम पहिले छ नि त। सिपी राख्यौँ भने अब चाहिँ दिन्छ अहिले, किनकि हामीले प्राइमेरीबाट युनिकमा लैसक्यौँ है। वान युनिकमा वान के वान छ, भन्नाले त्यो के हो त? युनिकको नाम मात्रै दिए हो, यो यतिकै नाम हाल भनेर दिए हुन्छ। प्राइमेरीमा दिँदैन, प्राइमेरीमा प्राइमेरी नै आउँछ आफै होइन। अनि हामीले हजुर। युनिकमा युनिक राख्न पनि पाइयो, फेरि युनिकमा युनिक राख्छु भन्ने पनि पाइयो के। ए, ए। अनि मैले यो अहिले अघि नै 1 1 1 राखिसकेँ, नाम पनि अर्को राखिसकेँ नि त, अब चाहिँ मान्छ कि बल्ल। सिपी भनेर कोलम मानेन भन्यो है। सिपी अल्टर उम्, टेबल ए एड सिपी भारकार नट अटो इन्क्रिमेन्ट आफ्टर कन्ट्री नेपाल अटो के हो इन्क्रिमेन्ट त्यो? उस नमानेको हो क्या त्यो युनिक? गर्ने दिएन कि। यहाँलाई चेन्ज गरौँ अनि यसलाई यो अफ गरौँ, यो सेभ गरौँ है। ल सिक भयो भएन दिइरहेको चाहिँ। छैन किनकि सिबी। आइडीमा हामीले वानै राखिरहेछ नि त। उम्, त्यो भएर नदिएको रुख ल। यहाँ जाउँ, आफ्टर कन्ट्री एड 1 यो एउटा टेबल राख भनेको हो। अब यहाँ उम्, हामीले
इन्टिजर राख्ने कि अरू राख्ने, डेट राखौँ न। यसमा डेट राखेँ मैले। लेन्थ, यसको लेन्थ त मलाई कति हुन्छ एक्ज्याक्ट थाहा भएन। सेभ गरेपछि अब चाहिँ आयो है, डेट भनेर आयो। अहिले हामीले प्राइमेरी पनि युज गरेछौँ, यसलाई युनिक बनाउँछु भन्न पाइयो है। चेन्जमा गएर अटो इन्क्रिमेन्टमा गएपछि युनिक भनेर देखाउँथ्यो, अहिले चाहिँ मिल्दैन, डेटलाई मिल्दैन भनेर आइरहेछ। युनिक खास कस्तो कन्डिसनमा युज युनिक गर्नुपर्ने यसमा चाहिँ अब थाहा तिम्रो भएन। यस्तो हुन्छ, कुनै कन्डिसनमा तिम्रो जस्तो प्राइमेरी भने 1 2 3बाट स्टार्ट हुन्छ नि होइन, उम्, यहाँ 1बाट स्टार्ट भइरहेछ नि, यो भनेको 1को टेबल भयो है। अनि उम्, तिम्रो केही केसमा 1 डिलिट भइदियो भने 2 3बाट स्टार्ट होस्, 1 चाहिँ नहोस् भनेर युनिक युज गर्छन् कि। बुझ्यौ भन्नाले कुरा? 1 डिलिट भयो भने चाहिँ 2 3बाट होस्, कन्टिन्यू होस् टु भनेर थ्रीबाट कन्टिन्यू हुन्छ, 1 चाहिँ हुँदैन भन्छ कि, किनकि 1 त युनिक पहिले राख्नु पहिले है। प्राइमेरीले होल्ड गरे हो नि त। अनि 1 चाहिँ हटिसकेपछि अब फेरि 2लाई 1 बनाउनु मिल्दैन नि त, त्यो भएको भएर के। अनि सपोज प्राइमेरी कीको केसमा चाहिँ के हुन्छ, जस्तै 1 डिलिट भयो है, डिलिटै अब त्यो हुँदैन, 2 छ नि त्यो फेरि 1मा जान्छ। जाँदैन केही हुँदैन त्यो। ए, प्राइमेरी किमा केही गर्ने चेन्ज गर्नै मिल्दैन कि। ठिक छ ठिक छ। अर्को के छ अब यसमा, स्मेल, यो उस्ने केस भयो, डिलिट अघिकै भइहाल्यो, फाइल अपलोड चाहिँदैन। फाइल अपलोड चाहिँदैन, इन्क्रिप्सनमा MD5 युज गर्ने हो, सेसन अघि नै भनिसकेको थिएँ मैले। यो प्रोजेक्टमा के हामीले पेमेन्ट मेथड हाल्नु पर्छ क्या है? त्यस्तै लागिरहेको छ मलाई, हाल्नुपर्छ कि जस्तो लागिरहेको छ क्या। त्यही त फेरि अब एपोइन्टमेन्ट बुक गरेपछि पेमेन्ट पनि दिनु पर्यो नि त। त्यो होइन, त्यो गरौँला, केही भएन। अपोइन्टमेन्ट बुक गरिसकेपछि पेमेन्ट गर्दाखेरि कसरी गर्ने भन्ने कुरा हुन्छ, तब थाहा कसै हुन्छ थाहा कि त्यो। पाउँछ। कति 3 मिनट बाँकी रहेछ। यसलाई अर्को हटाइदिनु। अर्को के हेर्ने भन्ने कुरा छ कि, अब जब कि अब यो भने यिनीहरू सबै पहिलाकै कोड हो, सबै पहिलाको कोड छ है यहाँ, सबै युज उम्, मात्रै भनेको यो हाम्रो कोड पहिलेको हो। मैले केमा लेखेको थिएँ भन्दाखेरि सेटिङ्स सेड्युलमा लेखेको थिएँ होला सायद, यसले यो काम गर्छ, यसले यो काम गर्छ भनेर यसमा लेखेको थिएँ कि। किनकि कोड एउटै छ जम्मैमा होइन, हो सिन्ट्याक्स एउटै र? छ नि त, अनि तिम्रो यो भनेको भित्रको चेन्ज मात्रै हो कि, कनेक्सन पनि एउटै भएको छ, यो सबै एउटै काम भइरहेछ है, त्यो सबैमा सबैमा छ यो। यो त इम्पोर्ट चाहिहाल्यो नि, डाटाबेस। डाटाबेस लिङ्क गर्नलाई चाहिएको हो यो, यसको काम के हो भनेर मैले यहाँ तल लेखिदिएकै छु, क्लियर हुने हिसाबले पनि कति लेखिदिएको धेरै छु। कोड रहेछ है त्यो फाइलमा त। चाहिहाल्छ नि, यति कोड त के चाहिँ हो र। ए, यो इको, यसमा दिस लाइन स्टार्ट्स अफ फर लुप, यो एन्ड त तिमीले लेखेको हो? यो मैले पछि लेखेको नि दिउँसो। द लुप विल ए, रन एज मेनी टाइम एज देयर आर रोज इन द रिजल्ट सेट, यो रिजल्ट सेटभित्र जति लुप छ त्यतिचोटि रन हुन्छ भने हो कि यो भित्रको। अनि यो भित्रको चाहिँ इनर लुप हो, अनि यसले चाहिँ कति अँ, 3 चोटि मात्रै एक्जिक्युट हुन्छ भनेर देखाइरहेको छ कि। अनि यो भनेको यसको बारेमा चाहिँ मैले यहाँ तल लेखेको छु, फेच दिस चेक्स द डलर रो इज सेट, होइन, यो भित्रको डलर रो सेट भएको छ, यो भइदियो भने उम्, फेच हुन्छ भनेर लेखेको हो कि। तिमीले पढेपछि आफै बुझ्छ यो बुझ्न चाहिँ। अनि डलर रोमा अनि आइडी सिलेक्ट हुन्छ कोलमबाट, टाइटल्सको सिलेक्ट हुन्छ भनेर लेखेको छु मैले। अनि यो सेड्युल आइडीले के गर्छ भने सेड्युल आइडी एम्टी भइदिइहाल्यो भने लुप ब्रेक गर्छ भनेर लेखेको छ। जम्मै यही मात्रै कोड युज भएको छ क्या, जम्मै माथि जुन छ नि, तिमीले बुझेपछि त यो रिमुभ गर्न मिल्छ भनेर मात्रै राखिदिएँ मैले होइन। अब यहाँ हजुर। पनि तिम्रो पेसेन्टमा पनि यही कोड छ कि, मैले एउटै चाहिँ एउटामा बनाएर राखिदिएको कि सबै, त्यसमा राखेको छु कि, अब अर्को 2 3वटामा राखेको छु राख्न चाहिँ। पेसेन्ट कुकी डट बुक्स, एचटिएमएल पनि रहेछ। अस्मिता सुतिन् क्या हो। होइन, छैन। डक्टर्स, कुन बुकिङ केमा लगाएर राखिदिएको छु मैले चाहिँ 3टा 4वटाको लेखेर यस्तो यस्तो हुन्छ भनेर लेखिदिएर राखिदिएको छु कि। आयो भन दुईजनाले। सिद्धिन मेरो लगाएको छ, थाहा म अर्को छैन। पठाउँछु है।
ए 1 मिनट भन्दा नि उस रहेछ, अब यो सकिने भयो। 10 मिनट पठाउनु मिल्दैन के। ए हो। यहाँ हेर है, उम्, यसले चाहिँ यसरी फेच गर्छ भनेर लेखिदिएको छु कि। इन्कम्प्लिटमा छ कि केमा छ। अपोइन्टमेन्ट डट पिएचपी 200 लेखेँ हो मैले लेख्न चाहिँ। PHP